नमस्कार साथीहरु, म आयुषको बा। नमस्कार साथीहरु, म आयुषकी आमा। साथीहरु, हाम्रो नयाँ देउडा गीत ए आयुषकी माए यसै युट्युब च्यानल मार्फत सार्वजनिक हुँदैछ। मंगलबार साँझ 6 बजेतिर यसै युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ। तपाईहरुले नै मन पराउनु भएको शब्द ए आयुषकी माएलाई युज गरेर हामीले एकदमै ठट्यौली पाराको कमेडी गीत बनाएका छौं, जसमा स्वर मेरो छ, शब्द लय मेरो छ अनि गौरी भट्ट दिदीले स्वरमा साथ दिनुभएको छ। सँगै म्युजिक प्रणालीबाट आउँदैछ। म्युजिक प्रणाली भिडियोग्राफी र सबै रामसिलाल म्युजिक प्रणालीबाट भएको छ। अडियो चाहिँ कृष्ण बाजुरेली द म्युजिक एरा उहाँले गर्नुभएको छ। एकदमै राम्रो भएको छ गीत। तपाईहरुले धेरैले अब हेर्ने मतलब कि अलि छिटो चाहियो भन्ने कुरा तपाईहरुबाट आएको थियो। साथीहरु, माफ गरिदिनु होला, केही विविध कारणवश हामीहरुले अलि गीत छिटो ल्याउन सकेनौं, अलि ढिला भयो, त्यसको लागि सरी भन्न चाहन्छु है। गीत पनि मैले ए आयुषकी माए तपाईहरुले मन पराउनुको भएकै शब्द ए आयुषकी माएलाई नै राखेर ल्याएको छु। अब सामाजिक सञ्जाल फेसबुकमा त तपाईहरुको राम्रो रेस्पोन्स रह्यो हैन। आशा छ तपाईहरुको साथ सपोर्ट माया आशीर्वाद पाउने छौं, पाइराखेका पनि छौं। सामाजिक सञ्जाल फेसबुकमा त हामीले धेरै माया साथ सपोर्ट पाएका छौं है। त्यही माया साथ सपोर्टले नै हामीहरुलाई सर्र गीत संगीतमा पनि लिएर गयो। त्यही भएर साथीहरु, हामीले सके जति मेहनत गरेरै गीत बनाएका छौं। कस्तो गाए त आयुषका बाले, कसो गाए के आरे भनिकन तपाईलाई मनमा खुल्दुली होला, नहुने कुरा पनि होइन, हुने कुरा हो। ठिकै छ साथीहरु, तपाईलाई अरु बाँकी हामीले केही पनि भन्न सकेनौं कि एउटा तपाईहरुको पहिला हामीले तपाईहरुसँग हेल्प पनि मागेका थियौं, सहयोग पनि मागेका थियौं। साथीहरु, पहिलो चोटी हामी तपाईहरुसँग सहयोग माग्दै छौं। युट्युब एउटा अलग प्लेटफर्म हो र फेसबुक एउटा अलग प्लेटफर्म हो। त्यही भएर हुनाले हामीले युट्युबमा गीत रिलिज गर्नुपर्ने हुन्छ। त्यही भएर मेरो जो अडियन्स हुनुहुन्छ, जो मलाई हेर्ने, मलाई माया गर्ने साथीहरु छन्, ती प्राय युट्युबमा जाँदैनन्। तर साथीहरु, अब आयुषका बालाई गीत गाइसकेपछि आयुषका बाको गीत आइसकेपछि तपाईहरुले सर्र गइकन एकखेरी युट्युबमा छिरिकन यही युट्युब च्यानलका माथि उनी सब्स्क्राइब भन्ने छ, त्यो पनि चेप दिए। तपाईलाई यदि त्यो सब्स्क्राइब भन्ने क्या हो, तिम्रो आउन आइन्छ भनेपछि तिम्रो घर आमा बुवा के अरे भाइ बिना छोराछोरी कोही जान्ने बुझ्ने छन् भने भने बनाएर चेप्यो भनेले। बाँकी आयुषकामा केही भन्न चाहन्छौ? म अब अरु केही भन्दैन। गीतमा मोडलिङ हामी दुईटैले गरेका छौं, अनि गायक पनि हुनुहुन्छ। उयो हो, गायक पनि यही हो, मोडलिङ गर्ने अलि पनि हो। अब बोल्न त्यही आउँदैन यसलाई, केही छैन। मोडलिङ हाम्रो आफ्नै भयो साथी हो, पहिलोचोटि अब कसो भयो क्या भयो तपाईँ त्यो हेरेपछि थाहा पायो होला। र एउटा अर्को कुरा, हामीले त्यो कुरा छुटाउनु हुँदैन, सालीको रोलमा चाहिँ हाम्रो विपना सुनार बहिनीले गर्नुभएको छ। उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहे। यस्तै साथ सपोर्ट रहिरहोस् भन्ने मैले आशा गरेको छु। सधैँभरि अजम्बरी यो साथ, यो माया सपोर्ट सधैँ रहिरहोस् हजुरहरु। ल साथीहरु, अब आज जतिले यो भिडियो हेरे तपाईँ सबैलाई धन्यवाद। र हेरिसकेपछि तपाईहरुले एउटा कुरा गर्नु पर्यो, गएर सब्स्क्राइब चेपिदिनु पर्यो। सुदूरपश्चिमबाट धेरै माया प्रेम पाएको छु र सुदूरपश्चिमको आज देखाइदेऊ पावर है। सबैजनालाई फटाफट सब्स्क्राइब गरेर अनि यसै युट्युब च्यानल मार्फत मंगलबार साँझ 6 बजे पछि 6 साढे 6 बजेतिर अपलोड हुन्छ। तपाईहरु वेटिङमा बस्नु होला, प्रतीक्षा गर्नु होला है। आशा छ सबैजना अब माया साथ सपोर्ट त गर्ने छन् भन्ने मैले धेरैजनाले पर खोज्या पनि अब कहिले आयो, कहाँ छ गीत, आया छैन साथी हो, आउन लागेको छ। पर्सि मंगलबार, भोलि सोमबार, पछि मंगलबार ठ्याक्कै साँझ 6 बजेतिर आउनेछ। होस् त, धन्यवाद। अहिलेलाई हामीहरु छुट्छौं है, फेरि पनि आउनेछौं। गीत आइसकेपछि फेसबुकमा पनि लाइभ आउनेछौं। हामी तपाईहरुसँग सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष लाइभ अनि दिनका दिन लाइभ पनि जोडिरहनेछौँ र तपाईहरुलाई लिंक पनि पठाउनेछौँ। तपाईहरुले खोज्न पनि सक्नुहुन्छ ए आयुषकी माया भनेपछि पनि, अनि अथवा यो युट्युब च्यानलमा आइसकेपछि सब्स्क्राइब गरिराख, प्रेस अल द त्यो बटनलाई चाहिँ राखेपछि तपाईसँग फट्टै भइजान्छ। लौ त।